यो चाहिँ ढक्कन सहितको पित्तलको कडाई हजुरहरूले देखिराख्नु भएको छ, हेर्नुहोस् त। अब यसमा हामीसँग यो 3 साइजमा चाहिँ पित्तलको कडाईहरू पाउनुहुनेछ। टक्क ह्यान्डलमा तातो पनि नहुने, समाउनलाई सजिलो। यो चाहिँ सबैभन्दा ठुलो साइजको, बिर्को पनि एकदमै हेभीमा रहेको छ भने पित्तलको कडाई पनि हजुरहरूले धेरै नै मन पराउनु भएको। यसमा चाहिँ अब 2 केजी मासु पकाउन सकिन्छ, अरू तरकारी पकाउन पनि सकिन्छ। मासु नै भनिहालेँ मैले फेरि। अब यसमा हेर्नुहोस्, यो चाहिँ 1.5 किलो जति, यो अब मिडियम साइजको हो। डेली युजलाई तपाईँहरू 3 जना 4 5 जनासम्मलाई मजाले तरकारी पकाउन मिल्छ। यसमा पकाएको तरकारीले पुग्छ भने त्यो चाहिँ स्मल साइजको रहेको छ। 3 जना 4 जना अब तरकारी त कति नै खाइन्छ र, दाल हुन्छ, अचार हुन्छ हैन। टक्क हजुरलाई अब आफूले यसो विचार गर्दाखेरि कुन चाहिँ साइज होला, स्मल साइज, मिडियम साइज र लार्ज साइजको रहेको छ। हजुरलाई चाहिँ कुन चाहिँ मनपर्छ त्यही चाहिँ अर्डर गर्नको लागि यो चाहिँ एकदमै राम्रो पित्तलको कडाई रहेको छ। टक्क डिजाइन पनि मोडल पनि फरक रहेको छ। अर्डर गर्नलाई WhatsApp भाइबरमा मेसेज गर्नु होला है त।